किसानको अवस्था यस्तो छ। एक दिनको पानीले धान डुबेको छ पुरै खेतमा। किसानहरूलाई अत्याधिक मात्रामा क्षति पुर्याएको छ एक दिनको पानीले। र हल्का आज घाम लागेको कारणले चाहिँ सुकाउन यसो आलीमा राख्न भन्दै आएका थियौँ, तर आलीमा पनि अटाउने गाह्रो भएको कारणले यसो भाटा ठोकेर टाँड जस्तो बनाएर ट्याक्क राख्ने बनाएका त छौँ, तर खेत गराबरी पानी भएको कारणले गाह्रो भएको छ। साह्रै नै बिजोग बनाएको छ 2 दिनको पानीले। पारी पनि त्यही कार्यक्रम भइरहेको छ। गराबरी पानी भएको कारणले धेरै समस्या भएको छ।